ओके एभ्रिवान, अहिले चाहिँ मैले सपिङ गरिसकेर चाहिँ अब हामी चाहिँ खाना खानु पर्यो भनेर जाँदैछौँ खाना खानको लागि। सो अस्ति चाहिँ यहाँ परतिर बन्द थियो खाना खाने ठाउँ। यहाँ चाहिँ एकदमै राम्रो मेरो फेभरेट डिस पाउँछ, फेभरेट फुड चिकनको। सो चिकन सुपसँग खाना खानु मजै छुट्टै हुन्छ। सो अब खाना खाऊँ भनेर यहाँनिर आएको छु, हेरौँ अब कस्तो छ यहाँको। सो बन्द छ कि छैन, यहाँ खुल्ला छ कि छैन है। लेट्स सी इफ ओपन छ भने खान सकिन्छ। सो एकदमै यो चाहिँ हामी चार तलामा छौँ अहिले। ओके एभ्रिवान, अहिले चाहिँ फुड जन्सनतिर लाग्दैछौँ हामी चाहिँ। अब यो फुड जन्सनमा चाहिँ रिसेन्टली यो पनि ओपन भएको अस्तिको। अब यहाँ हेरौँ नयाँ नयाँ आइटम्सहरू के आएको छ, चेक गरौँ। चिकन गाह्रो छ, मान्छेहरू कति धेरै हो यो फुड जन्सनमा त। यस्तो धेरै यहाँनिर केही हटपट यो चाहिँ आफूले छानेर जे पनि खान सकिन्छ। अरू बेला यो अब मान्छे कति धेरै आएको रहेछ है आज। हुन्छ खानेकुराको परिकार धेरै तर कहाँ के खाने हो। यहाँ त खाना पाउनु पनि गाह्रो छ। यहाँ फेरि बहुत गाह्रो छ आउन। सिट पनि छैन यहाँ त, यति गाह्रो छ कि बस्ने ठाउँ छैन आज। बस्ने ठाउँै पाउनु गाह्रो छ। अब विचार गर्नुपर्ने हुन्छ कहाँ बस्ने भनेर, अनि के खाने त्यसमा पनि विचार गर्नुपर्ने भयो। अस्ति मैले खानेकुरा मेरो फेभरेट खानेकुरै रहेन रहेछ आज। यहाँ मोमोहरू पाउँदो रहेछ, अब थुक्पा मोमो, अब चिया पनि पाउँदो रहेछ।